हेलो गाइजहरु फेरि once more म त्यसो गर्छु भिडियो गरौ मुस्ताङ यो चाहिँ हाम्रो रुम हैन हामी 4 जना बसेको थियौं अब हामी ब्रेकफास्ट गरेर कहाँ जान्छौं रे मुक्तिनाथ हैन मुक्तिनाथ जान्छौं घुम्छौं अनि मुक्तिनाथ कहाँ घुम्छौं यही तर म भन्दा राम्रो छैन होला कस्तो भयो त एकदम चिसो आइस ओ माय म भने कस्तो भयो आफै सोचे कसैले पनि राम्रो छ भनेर चाहिँ नसोच्नु किनकि म आफैले भन्छु यो चाहिँ हामी हो हैन यो चाहिँ हाम्रो रुम हो हाम्रो रुम हेर्न लायकको त छैन भ्यू चाहिँ हेर्न लायक छ हैन यो चाहिँ हाम्रो होटल हो हेलो गाइस हेलो अहिले हामी मार्फामा छौं एकदम खतरा रमाइलो ब्रेकफास्ट खाएर अब हामी ब्रेकफास्टले अगायो मलाई त चरालाई दाना हाले जस्तो भएको पानी खाँदा नि बरु अगाउँथ्यो होला हामीले नखाएको पानी नै छैन तातो भन्छ 1 घण्टा लाग्छ अब भइ छोड्देऊ अब त्यही त बिर्सिरा अहिले पो याद आयो मलाई के थाहा पुगेकै छैन भनेर मलाई पनि छैन छोड्देऊ अब मलाई सानो भन्छ कहिलेकाहीँ भोक पनि बस्नुपर्छ ओ वाउ वाउ मुस्ताङ दिस इज आवर गल्ली बारदली हेलो गाइज बाई गाइज बाई बाई हामी चाहिँ यो होटलबाट निस्किसकेको छौँ हैन यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ वेलकम टु मार्फा भिलेज साथीहरु हामी चाहिँ बढ्दैछौँ हेलो भन्दै साथीहरु हाय मुस्ताङ मार्फा खानी आन्दोलन तिमीलाई पठाऊ दामी देखेको यार मोडल अफ द यार गाडीमा बस्ने बित्तिकै हाल्नुपर्छ साथीहरु म चाहिँ अब नम्बर 1 भ्लगर फोटोग्राफर सिनेमेटोग्राफर त्यसपछि हामीसँग हुनुहुन्छ यहाँ साथीहरु हामीसँग हुनुहुन्छ दाइ हाम्रो प्यारो दाइ दाइहरुको नाम के हो भन्दिनुस् त नाम सबिन चिमल कस्तो सोझो पाराले भन्नु यो त नयाँ रूप देखियो त क्यामेराम्यान गरिदिनुहोस् उसै राम्रो आउँछ क्या स्मृति फेरि क्यामेराम्यान बन्दै चाहिँ खत्रै ओइ पछाडि लड्लिस सबैले गाइजहरु हामी चाहिँ जेरी गल्लीबाट छिरेर यो माथि जान लाग्छौँ कहाँ जान लाग्छौँ मार्फा बोर्डर है साथीहरु यस्तो छ भ्यू चाहिँ दामी हुँदो रहेछ ल कस्तो लागिरहेछ दिदी अहिलेसम्मको यात्रा रमाइलो मम्मी फेरि माथि ल ठिक लागिरहेछ बल्ल आइपुग्यो दामी छ दामी साथीहरु अब हामी चाहिँ यहाँ जान लाग्छौँ हेर्दैछौँ
चिसो चाहिँ हुँदो रहेछ घाम लागेर चाहिँ यस्तो तातो घाम लास्टै तातोवाला घाम रहेछ हिँड्दा पनि त्यो हावा छिरिरहेछ मस्तले जाडो छ साथीहरू हामी चाहिँ कहाँ मार्फा मस्त घुमेर डाँडा काँडा गएर त्यसपछि हिँडिरहेछौँ लास्टै रमाइलो हुँदो रहेछ साथीहरू हजुरहरू पनि एकचोटि चाहिँ आउनु होला पैसा चाहिँ यसले दिन्छ अरे आम्बो लास्ट हामी पुरा जाडो हुन्छ भने लुगै लुगा कोचारेर आएको अहिले आएर गर्मी भयो हावा चाहिँ लास्ट चिसो चल्ने तर घाम चाहिँ लास्टै न्यानो लास्टै तातो कस्तो लागिरहेछ दिदी प्रकाश दुवाललाई कस्तो लागिरहेछ के अरे अहिले घचाडिदिउँ राति भए भए रमाइलो हुन्थ्यो होला दिउँसो भएर ठिकै सुरज कस्तो लागिरहेछ सब मधुरो लागिरहेछ मलाई सब धुन्ला लागे कस्तो दामी यार यहाँबाट हेर सर्टकट छ नि यहाँबाट हो भने सिधै ढकाल्दिउँ न हामीले चाहिँ बिहान मिठो मुस्ताङको फ्रेस स्याउ खायौँ यस्तो जुसी थियो यस्तो मिठो थियो अनि त्यसपछि माथि मार्फा घुम्यौँ मार्फा घुमेर अहिले हामी बस चढ्नलाई फर्किँदैछौँ अब हामी मुक्तिनाथ गएर बाई रिमा के भन्दिनँ दुई शब्द यो विद्यार्थीहरू होइन विद्यार्थीको भाडै होइन हामी जस्तो ज्ञानी विद्यार्थी अहिलेसम्म पाउनु भएको थियो कागबेनी अब शालिग्राम खोज्ने भने हो कि के हो अच्छु गाइज हामी चाहिँ यहाँ कागबेनी आएका छौँ साथीहरू 200 रुपियाँको शालिग्राम खोज्दैछन् एउटा हाम्रो साथीले होइन झन्डै 7200 को शालिग्राम किनेको छ खोलाबाट खोजेर ल्याएको छ त्यसको एउटा 200 रुपियाँ त्यसबाट हामीले एउटा ठुलो बिजनेस गर्न सक्छौँ एन्टरप्रेन्योर बन्न सक्छ दिस इज बिजनेस फाइनल्ली यति हिँड्न पर्दा रहेछ मुक्तिनाथ आइयो
108 वटा धारा है ल भगवानले रक्षा गरून् सबैको यही हो ल मुक्तिनाथ चाहिँ अहिले हामी चुसाङमा छौँ अब हामी लगभग हामी 1650 मिटर अझै माथि जानेवाला छौँ 4650 मिटर कोराला नाका भनेको चाइनाको बोर्डर ओहो चाइना इन्टरनेसनल ट्रिप भयो मिठो मिठो चक्लेट लिएर आउन सक्छौँ हिजोको गेस्ट हाउसमा हामी स्टे गरेका छौँ होइन आज नै हामी त्यहाँ घुमेर फर्केर यहीँ बस्नेछौँ साथीहरू हामी चाहिँ गुफा छौँ है ए यता मान्छे बस्छन् रे कसरी चाहिँ थाहा छैन टिकटको चाहिँ 100 रुपियाँ अरूलाई चाहिँ 1000 रे अरूलाई 1000 रे नम्रता भएर 100 भएको रे हजुर चाहिँ कता बस्नुहुन्छ मेरो घर ऊ तपले यहाँ मेमेले उपराउन खाना यहाँ मान्छे यहाँ कुरेर पारीबाट टिकट काटेर पठाउँछ नकाटेको यहाँ गर्छ ए कति रुपियाँ हो टिकटको हाम्रो नेपाली मान्छेले एकजनाले 100 हजुर टुरिस्टले 1000 ए अनि यहाँ हिउँ पर्छ अब अहिले त अब हिउँ पर्दैन कहिलेसम्म हिउँ देखेको छैन हामी पनि पहिला त 2-3 चोटि हिउँ परिसक्यो यतिसम्म हिउँ पर्छ अहिले त हामीले पनि हिउँ देखेको छैन कति गाह्रो छ त यहाँ बस्न ठिकै हो रमाइलो छ रमाइलो नि अब यहीँ जम्माएको हजुर भाषा चाहिँ काठमाडौँ हजुर एकचोटि मात्रै पुग्यो हो र अनि छोरा त्यहाँ स्कुलमा छोडेर आयो अनि आयो ए कत्रो हुनुहुन्छ छोरा छोरा छोरो छिटो छ 12, 13, 14, 15, 16, 17 पऱ्यो ए कहाँ हुनुहुन्छ त काठमाडौँमै कुन ठाउँ थाहा छैन स्कुल कुन हो थाहा छैन कत्रो ठुलै हुनुहुन्छ ठुलो छिटो छ ए एउटा छोरा हो हजुरको ए आइरहनुहुन्छ अस्ति पनि टुरिस्ट एउटा लिएर आएको थिएँ ए के काम गर्नुहुन्छ र काम त आफ्नो मामासँग बस स्कुल पढ्ने ए अनि आफ्नो मामा कता कतै बाहिर देशतिर हिँड्नु पर्यो भने मामा घर कुरेर बस्छ कतिको टुरिस्ट आउँछ नि यहाँ घुम्नलाई बाहिरबाट नेपाल बाहिरबाट अनि नेपालको टुरिस्ट त धेरै नै आउँछ अब अहिले अब टुरिस्ट आउनु हुन्न कुन हो मेन सिजन चाहिँ कुन हो यो भन्दा अगाडिको महिनामा धेरै आउँछ हजुर दसैँ तिहारको टाइममा धेरै आउँछ अनि हजुरहरू के खानुहुन्छ मतलब यहीँ उब्जाएर खाने हो सबै कुरा अहिले के देखेको छैन नि पुरै सेतै छ केही फल्दैन के पनि अब यो हिउँदो महिनामा त केही पनि फल्दैन स्याउ फल्छ यहाँ स्याउ फल्दैन यहाँको उत्पादन के त पहिले के खाएर मात्रै मान्छे यहाँको उत्पादन हामी त गहुँ उवा तितो फापर मिठो फापर आलु तोरी फल्छ तोरी पनि फल्छ त्यही पनि एकचोटि मात्रै हो चैत महिनामा छोडेको चिज असोज महिनामा स्याहार्ने हो हुन्छ त प्रायः जस्तो के खानुहुन्छ बर्खामा अलिअलि साग हुन्छ त्यही साग सुकटी बनाएर राख्ने अनि चामल खानुहुन्छ कि हुँदैन चामल तलतिरबाट ल्याउने हो ल्याउने हो खाना चाहिँ त्यही चामल खानुहुन्छ बिहान बेलुका कहिले कहिले चामल ढिँडो चामल ढिँडो खोली ए हाम्रो खाना त्यही ए त्यही भएर त बलियो हुनुहुन्छ नि बलियो त ढिँडो खाएको र खोली खाएको मान्छे बलियो हुन्छ नि त्यही भने त्यही चामलको भातले के बलियो हुन्छ र अहिले खायो अहिले भर्खरै बोक्न है हो हामी जस्तै हो चामल खाएको मान्छे फुगा निमित्तिकै ढल्छ हामी त लामो खुसी लाग्यो बोलेर माथिसम्म चढ्नु हुन्छ सबै कोठा हेरेर आउनु है हुन्छ हेलो सन्चै छौ के हो तिम्रो नाम
हजुर स्कुल जान्छौ तिमी छुट्टी भइसक्यो कहाँ छ तिम्रो स्कुल माथि छ बाई गुफा चाहिँ यस्तो रहेछ ओइ कसरी छिर्ने हो के हो यस्तो ओइ यस्तै हो नि हैन न बिस्तारै एकदम स्लो है दिदी मलाई समात्नु है एकदम समात्नु ओइ 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 बिस्तारै आइज है कसले यो चुरोट पनि खाएर फालेको यस्तो रहेछ नारायण हेलो भन्नु ए नारायण कहाँ गयो ओइ उभिएर त उभिएर झर्नी त कसरी सिधै एउटा मलाई हुन्छ उता जाउँ न तपाईँले के छ हेरौँ चारैतर्फ गोरा गोरा कसरी गोरा गोरा सबै किसिमको ओइ कहाँबाट छिरेको गुफाबाट झऱ्यो तर धुलै धुलो धुलै धुलो यहाँ माथि मान्छे बसेर बसेको हो यहाँ मात्र हो कि अरू ठाउँमा पनि छ यस्तो ठाउँ यो भन्दा त खासै छ खम्बा उता को छ उता छ यो भन्दा धेरै नै त छैन छैन ए कमजोर